जिन्दगीमा साथीहरु राम्रो काम गर्नलाई कसैले भन्नु पर्दैन र कसैले अराउनु पर्दैन के। यहाँ हेर्नुस्, यो चाहिँ यो सोच्नु भएको होला यो के को लागि यस्तै राखे होला भनेर। यो चाहिँ यहाँ चराहरू यो गर्मीको समयमा वेदर देख्नु भएको छ नि, यो गर्मीको समयमा परेवाहरू आउँछ अनि चराहरू आउँछ। त्यो भनेर चाहिँ मैले यहाँ पानी स्टकमा राखिदिए हो के। जस्ट हुन्छ नि त, लाइक एउटा भित्री मनदेखि के त्यो आएर। अब यहाँ मैले टक्क पानी राखिदिसकेपछि हेर्न सक्नुहुन्छ यहाँ वरिपरिको परेवाहरू, किनकि म चाहिँ अहिले काठमाडौँ भ्यालीमा छु के। काठमाडौँ भ्यालीको एरियामा मोस्टली लाइक परेवाहरू धेरै आउने गर्छ। सो यो गर्मीको समयमा उनीहरू तिर्खाउँछन् अनि उनीहरूलाई प्यास लाग्छ भनेर चाहिँ मैले डेली सफा गरिदिने गर्छु यसलाई चाहिँ। जस्ट पानी पनि एकदम कोल्ड हुन्छ, एकदम भनौँ न जे होस् एउटा लाइक केही गरे छु जस्तो लाग्छ कि मैले यो गरेर चाहिँ। नराम्रो चाहिँ होइन नि त। सो गर्मीको समय छ, त्यही यो साथीहरू अब हजुरहरूको पनि घरमा अथवा घरको वरिपरि अथवा छतमा केही त्यस्तो ठाउँहरूमा जस्ट यो गर्मीको समयमा यसरी पानी राखिदिनुस्। अथवा यतिकन खाना त्यस्तो हुन्छ नि त केही फुडहरू यो पन्छीहरूको लागि त्यस्तो लागि, किनकि उनीहरू त बोल्न सक्दैनन् नि त। सो उनीहरूको लागि चाहिँ केही गरिदिनुस्, सबैलाई म रिक्वेस्ट गर्न चाहन्छु। मैले चाहिँ यो काम गरेको छु र मैले यो गरेछु भनेर देखाउन चाहिँ खोजेको होइन। सो देख्न सक्नुहुन्छ है, मैले चाहिँ डेली चेन्ज गरिदिन्छु पानी ठ्याक्क सफा गरेर। किनकि अब डेली मैले यिनीहरूलाई फुडहरू चाहिँ दिन सक्दैन, लाइक चामल अनि यिनीहरूको खानाहरू चाहिँ मैले दिन सक्दिनँ, बट एटलिस्ट मबाट के हुनसक्छ। सो मैले चाहिँ जस्ट पानी मात्रै दिएको छु जे होस् है। सो गाइज